आज हामी एउटा निकै चाखलाग्दो विषयमा प्रवेश गर्दैछौँ। कुनै पनि सफल उद्यम आखिर बन्छ कसरी? एउटा व्यक्तिको दिमागमा फुर्ने सानो विचारदेखि लिएर त्यसलाई देशव्यापी रूपमा संस्थागत सहयोग कसरी प्राप्त हुन्छ भन्ने कुराको पूरा नालीबेली आज हामी खोतल्नेछौँ। आज हामी मुख्यतया यी 5वटा विषयमा केन्द्रित हुनेछौँ। उद्यमशील उपकरणहरू, व्यावसायिक सिपहरूको विकास, क्षमता विकास तालिमका चरणहरू, संस्थागत सहयोग प्रणाली र अन्त्यमा आर्थिक र तार्किक समर्थन। सुरु गरौँ पहिलो खण्डबाट, उद्यमशील उपकरणहरू अर्थात् एउटा संस्थापक आखिर कसरी बन्छ त? कुनै पनि सफल व्यवसायले बाहिर लगानी खोज्नुअघि आफूभित्र एउटा विशेष तयारी गर्नुपर्ने हुन्छ। यसैलाई उद्यमशीलता क्षमता विकास अर्थात् ECD भनिन्छ। यो भनेको जन्मजात आउने प्रतिभा मात्र पक्कै होइन। यो त ज्ञान, सिप र व्यवहारको एउटा यस्तो उपकरण वा टुल बक्स हो जसले एउटा सामान्य विचारलाई सफल व्यापारमा बदल्न सक्छ। अब सफल संस्थापकहरू जुनसुकै क्षेत्रका किन नहुन्, उनीहरूमा केही खास गुणहरू साझा हुन्छन्, जस्तै नवीनता, दूरदर्शी सोच अनि जोखिम मोल्ने क्षमता। तर याद राख्नुपर्ने कुरा यो अन्धाधुन्द जोखिम होइन, एकदमै हिसाब किताब गरेर लिने जोखिम हो। साथै उनीहरूमा बलियो आन्तरिक नियन्त्रण र निर्णय लिने गजबको क्षमता पनि हुन्छ। यसलाई अझ प्रष्ट पार्न थोमस एडिसनको उदाहरण हेरौँ। बिजुलीको बल्ब बनाउनु अघि उनी हजारौं पटक असफल भएका थिए। यसले के देखाउँछ भने असफलतालाई पचाउन सक्ने लचकता वा रेजिलियन्स एउटा उद्यमीका लागि कति अनिवार्य छ। साँचो अर्थमा भन्नुपर्दा पटक पटक लडेर पनि फेरि उठ्ने तागत नै सबैभन्दा ठूलो हतियार हो। अब जाउँ दोस्रो खण्डमा, आवश्यक व्यावसायिक सिपहरूको विकास अर्थात् आफ्ना उपकरणहरूलाई कसरी धारिलो बनाउने। जन्मजात गुणहरू मात्रै सबै कुरा होइनन्। बजारमा टिक्न त निरन्तर सिप थिखार्नुपर्छ। यो कसरी हुन्छ त? शिक्षा र तालिमबाट, इन्टर्नशिप जस्ता अनुभवमा आधारित सिकाइबाट र पक्कै पनि अनुभवी व्यक्तिहरूको मेन्टरशिपबाट। यो ठ्याक्कै खेती गरे जस्तै हो, जहाँ प्रविधिको सही प्रयोग र निरन्तर सिकाइले एउटा सामान्य आइडियालाई व्यावसायिक धार दिन्छ। अनि खुसीको कुरा के छ भने सुरुवाती चरणमा कसैले पनि एक्लै सङ्घर्ष गर्नु पर्दैन। आइडिया स्टुडियो वा स्किल अप नेपाल जस्ता इन्क्युबेटर र एक्सेलरेटरहरूले नयाँ उद्यमीलाई आवश्यक स्रोत, ठाउँ र नेटवर्क प्रदान गर्छन्। यसले गर्दा व्यापारलाई छिटो र सही दिशामा अगाडि बढाउन एकदमै सजिलो हुन्छ। तेस्रो खण्डमा हेरौँ क्षमता विकास तालिमका चरणहरू। यो भनेको पूर्व तयारीको एउटा व्यवस्थित बाटो हो। खासमा कुनै पनि औपचारिक उद्यमशीलता विकास कार्यक्रमले सम्भावित संस्थापकलाई तयार गर्न मुख्यतया 3वटा छुट्टा छुट्टै चरणहरू अपनाउने गर्छ। ती 3 चरणहरू हुन् पूर्व तालिम, तालिम र तालिम पश्चात। सुरुमा सम्भावित उद्यमीको पहिचान गरेर पूर्वाधार मिलाइन्छ। त्यसपछि तालिमको क्रममा उनीहरूको व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने र सही परियोजना छान्ने सिप सिकाइन्छ। अनि सबैभन्दा महत्त्वपूर्ण कुरा, तालिम सकिएपछि पनि सफलताको मूल्याङ्कन र निरन्तर फलोअप गरिन्छ। यो एउटा पूर्ण प्याकेज नै हो। अब एउटा रमाइलो प्रश्न आउँछ। जब कुनै उद्यमीको सोच र योजना उसको व्यक्तिगत क्षमताभन्दा धेरै ठूलो हुन्छ, तब के गर्ने? बाह्य सहयोग कहाँबाट ल्याउने? हो, यो त्यही मोड हो जहाँ एउटा नवप्रवर्तकले फराकिलो संस्थागत सहयोग प्रणालीतिर पाइला चाल्नुपर्ने हुन्छ। यसै सन्दर्भमा आउँछ चौथो खण्ड, संस्थागत सहयोग प्रणाली, जसले माइक्रो र म्याक्रो तहलाई जोड्ने काम गर्छ। बजारमा प्रवेश गर्दा आउने ठूला बाधाहरू पार गर्न सरकारी र गैर सरकारी संस्थाहरूको ठूलो भूमिका हुन्छ। जस्तै उद्यमशीलता विकास संस्थान IED ले तालिम र जनचेतनामा जोड दिन्छ। अर्कोतर्फ लघु उद्यम विकास कार्यक्रम MEDP ले चाहिँ सीमान्तकृत समूहलाई सिधै सुरुवाती पुँजी दिन्छ। उदाहरणका लागि गोर्खाका महिलाहरूलाई ऊनीका सामान बनाउन दिएको आर्थिक सहयोगलाई लिन सकिन्छ, जसले साँच्चीकै जीवनस्तर परिवर्तन गर्यो। पैसा मात्रै पनि सबै थोक होइन नि, होइन र? प्रत्यक्ष आर्थिक सहयोग बाहेक अन्य धेरै कुरा चाहिन्छन्। नेपाल कृषि अनुसन्धान परिषदले उन्नत बिउ र तालिम दिन्छ, समुन्नत नेपालले व्यापार योजना बनाउन सघाउँछ, भक्तपुर औद्योगिक क्षेत्रले जग्गा र पूर्वाधार दिन्छ, अनि नेपाल पर्यटन बोर्डले मार्केटिङमा सहयोग गर्छ। यी संस्थाहरूले नै व्यवसायलाई धरातलमा उभिन र दिनहुँ सञ्चालन हुन सम्भव बनाउँछन्। अब अन्तिम खण्डमा जाउँ, आर्थिक र तार्किक समर्थन। यो भनेको उद्यमलाई इन्धन दिने काम हो।
कुनै पनि उद्यम पुँजी बिना त पक्कै अगाडि बढ्दैन। यहाँ विभिन्न वित्तीय संस्थाहरूको भूमिका कस्तो हुन्छ भनेर हेरौँ। ग्रामीण विकास ब्याङ्क र लघु वित्त संस्थाहरूले विशेष गरी पछाडि परेका समुदाय र न्यून आय भएकाहरूलाई सानो ऋण दिएर मद्दत गर्छन्। अर्कोतर्फ अलि ठूलो लगानी र व्यापार विस्तार चाहिनेहरूको लागि वाणिज्य ब्याङ्कहरू तयार छन्। यसको मतलब आवश्यकता जस्तोसुकै होस्, सहयोग गर्ने कुनै न कुनै संस्था त्यहाँ उपस्थित छ। यसका साथै पुँजीको सुरक्षा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। राष्ट्रिय ब्याङ्किङ संस्थान एनबीआईले वित्तीय साक्षरता सिकाउँछ भने बीमा संस्थान नेपाल आईआईएनले विभिन्न औद्योगिक र कृषि जोखिमहरू कसरी कम गर्ने भनेर बुझाउँछ। यसले गर्दा मेहनतले जुटाएको पुँजी कुनै अचानक आइपर्ने विपत्तिमा खेर जान पाउँदैन। यिनीहरूले एउटा बलियो सुरक्षा जालको काम गर्छन्। अन्ततः यी सबै संस्थागत सहयोगको मुख्य लक्ष्य के हो त? यहाँ प्रस्तुत भनाइले त्यसलाई एकदमै सटीक रूपमा समेटेको छ। जब कुनै व्यक्तिको आन्तरिक क्षमतालाई बलिय संस्थागत संरचनाले साथ दिन्छ, त्यसले नयाँ व्यवसाय मात्रै जन्माउँदैन, समग्र राष्ट्रिय अर्थतन्त्रलाई नै चलायमान र प्रतिस्पर्धी बनाउँछ। यस हिसाबले हेर्दा एउटा व्यक्तिको आन्तरिक तयारीदेखि बाह्य संस्थागत सहयोगसम्मको यात्रा निकै गहिरो र व्यवस्थित छ। एकातिर पूर्ण रूपमा तयार भएको व्यक्तिगत क्षमता र अर्कोतिर त्यसलाई पर्खिरहेको यति ठूलो इकोसिस्टम। अब सोच्नुपर्ने कुरा के हो भने भोलिका दूरदर्शी उद्यमीहरूले हाम्रो समाजका कुन कुन ठूला समस्याहरू समाधान गर्न यो बलियो संरचनाको प्रयोग गर्नेछन्। यो प्रश्नसँगै आजको यो विश्लेषण यही टुङ्ग्याउँछौं।